अब सबैको एउटै प्रश्न छ, के ब्राजिलले आफ्नो 6औं विश्वकप जित्ला? के अर्जेन्टिनाले फेरि विश्व फुटबलमा आफ्नो दबाव कायम राख्ला? के फ्रान्सले अर्को उपाधि जित्दै नयाँ इतिहास बनाउला? वा यसपटक कुनै नयाँ राष्ट्रले सम्पूर्ण विश्वलाई चकित पार्दै विश्वकप ट्रफी उचाल्नेछ? यसको उत्तर आगामी केही दिनमा मैदानमा नै प्राप्त हुनेछ। अन्तिम 16मा को बलियो? को बन्नेछ नयाँ विश्व च्याम्पियन? विश्व फुटबलको सबैभन्दा ठुलो महाकुम्भ अब निर्णायक मोडमा पुगेको छ। समूह चरण, त्यसपछि राउन्ड अफ 32 का अत्यन्त रोमाञ्चक खेलहरू सकिएसँगै अब विश्वका उत्कृष्ट 16 टोलीहरू उपाधिको यात्रालाई निरन्तरता दिन मैदानमा उत्रिएका छन्। यसपटकको विश्वकप धेरै अर्थमा ऐतिहासिक बनेको छ। पहिलो पटक 48 राष्ट्र सहभागी भएका कारण प्रतियोगिता अझ लामो, अझ प्रतिस्पर्धात्मक र अझ रोमाञ्चक बनेको छ। समूह चरणदेखि नै धेरै अप्रत्याशित नतिजाहरू देखिए। विश्व फुटबलका शक्तिशाली टोलीहरू दबावमा परे अनि अपेक्षाकृत कमजोर मानिएका टोलीहरूले आफ्नो क्षमता प्रमाणित गरे। यही कारणले अहिले विश्वभरका समर्थकहरूले यो संस्करणलाई पछिल्ला धेरै विश्वकपमध्ये सबैभन्दा रोमाञ्चक संस्करणका रूपमा चर्चा गरिरहेका छन्। अब अन्तिम 16 का खेलहरूमा विश्वभरका समर्थकहरूको ध्यान केन्द्रित भएको छ। आज क्यानाडा र मोरक्को आम्ने सामने हुनेछन्। घरेलु समर्थकको साथ पाएको क्यानाडा आफ्नो उत्कृष्ट लय कायम राख्न चाहन्छ भने मोरक्को अर्को ठुलो उलटफेर गर्ने आयोजनामा छ। दोस्रो खेलमा पाराग्वे र फ्रान्स भिड्दैछन्। जर्मनीलाई हराएर आएको पाराग्वेको आत्मविश्वास उच्च छ भने फ्रान्स आफ्नो उपाधि अभियानलाई सुरक्षित राख्न चाहन्छन्। त्यसपछि विश्व फुटबलका करोडौं समर्थकहरूले प्रतीक्षा गरेको खेल हुनेछ ब्राजिल विरुद्ध नर्वे। ब्राजिलले जापानलाई हराउँदै अन्तिम 16मै स्थान बनाएको थियो भने नर्वेले पनि उत्कृष्ट प्रदर्शन गर्दै यहाँसम्म यात्रा तय गरेको हो। यो खेलमा ब्राजिलको आक्रामक फुटबल र नर्वेको अनुशासित रणनीतिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। मेक्सिको र इङ्ल्यान्ड बीचको खेल पनि कम रोचक हुने छैन। यता पोर्चुगल र स्पेन बीचको भिडन्तलाई धेरै विश्लेषकहरूले अन्तिम 16कै सबैभन्दा ठुलो खेल मानेका छन्। दुई युरोपेली शक्तिशाली टोलीबीच हुने यो खेल बल नियन्त्रण, रणनीति, अनुभव र व्यक्तिगत कौशल सबै निर्णायक बन्न सक्छ। सानो गल्तीले पनि टोलीको विश्वकप यात्रा समाप्त हुन सक्ने भएकाले खेल निकै सावधानीपूर्वक खेलिने अनुमान गरिएको छ। संयुक्त राज्य अमेरिका र बेल्जियम बीचको खेलमा पनि उत्तिकै प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। दुवै टोलीले राउन्ड अफ 32 मा प्रभावशाली प्रदर्शन गरेका थिए। अमेरिका युवा खेलाडीहरूको गतिमा भर परेको छ भने बेल्जियम आफ्नो अनुभवी टोली मार्फत दबाव सिर्जना गर्ने प्रयास गर्नेछ। अब अर्को अर्जेन्टिना र इजिप्ट बीचको खेल विश्वभर सबैभन्दा धेरै हेरिने खेलमध्ये एक बन्न सक्छ। अर्जेन्टिना आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ भने इजिप्ट फेरि अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा छ। फुटबलमा अन्तिम सिटी नबजेसम्म केही निश्चित हुँदैन भन्ने कुरा यस विश्वकपले पटक पटक प्रमाणित गरिसकेको छ। विश्लेषकहरूको अनुसार यसपटक ब्राजिल, फ्रान्स, अर्जेन्टिना, स्पेन, इङ्ल्यान्ड, पोर्चुगल यी उपाधिका प्रमुख दावेदार हुन्। तर नकआउट चरणमा प्रतिष्ठाले होइन, मैदानको प्रदर्शनले मात्र निर्णय गर्छ। एउटा रातको उत्कृष्ट खेलले सामान्य टोलीलाई पनि महान बनाउन सक्छ। विश्वकपमा युवा खेलाडीहरूको उदय अर्को ठुलो आकर्षण बनेको छ। धेरै नयाँ अनुहारहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुभवी खेलाडीहरूलाई चुनौती दिएका छन्। गोलकिपरहरूको शानदार बचाउ, अन्तिम मिनेटका निर्णायक गोल, अतिरिक्त समयको रोमाञ्चक र पेनल्टी सुटआउटले विश्वकपलाई झन अविस्मरणीय बनाइरहेको छ। अब प्रतियोगिता क्वार्टर फाइनलतर्फ अघि बढ्दै जाँदा प्रत्येक खेल फाइनल सरह हुनेछ। एकातिर समर्थकहरूको उत्साह चरममा पुगेको छ भने अर्कोतर्फ खेलाडीहरूमाथि दबाव पनि बढ्दो छ। करोडौं समर्थकहरूको सपना राष्ट्रिय गौरव र विश्व च्याम्पियन बन्ने चाहना अब केही खेलको दूरीमा मात्र रहेको छ। भिडियो मन परे लाइक, सेयर गर्न र कमेन्ट गर्न पनि नबिर्सिनुहोला। आफ्नो विचार राख्न नबिर्सिनुहोला। तपाईको विचारमा यसपटक विश्वकपको उपाधि कुन टोलीले जित्नेछ कमेन्ट गर्नुहोला।